रोमन गणतन्त्र हामीले सोचे जस्तो विशाल साम्राज्य हुनुभन्दा धेरै पहिले यो त एउटा सानो सहर राज्यको लागि बनाइएको शासन प्रणाली थियो। तर जब साम्राज्य फैलिन थाल्यो, त्यही सानो सहरको लागि बनेको प्रणालीले ठूलो सङ्कटको सामना गर्नु पर्यो। आजको कथा ठ्याक्कै त्यही बारेमा छ। कसरी एउटा समस्या सुल्झाउने प्रयासले नै पूरै गणतन्त्रलाई पतनको बाटोमा लग्यो। कुनै पनि गणतन्त्र कसरी ढल्छ त? के यो एउटै ठूलो विनाशकारी घटनाले गर्दा हो, वा साना साना अलिअलि गर्दै लिएका निर्णयहरूले जुन त्यति बेला त ठिकै लागेको थियो तर पछि गएर पुरै प्रणालीलाई नै खाइदिन्छ? यो प्रश्न रोमन गणतन्त्रको अन्तिम दिनहरूमा एकदमै महत्त्वपूर्ण छ। ल अब अलिकति समयमा पछाडि फर्कौं। ईसापूर्व दोस्रो शताब्दीको अन्त्यतिर त्यति बेला रोमको सेना, जुन उनीहरूको शक्तिको मुख्य आधार थियो, एकदमै ठूलो सङ्कटबाट गुज्रिरहेको थियो। यहाँनिर रोमको समस्या एकदमै प्रष्ट देखिन्छ, होइन त? उनीहरूको सैन्य प्रणाली, भनौँ न, कागजमा एउटा कुरा थियो तर वास्तविकता अर्कै थियो। सिद्धान्तमा के थियो भने नागरिक सैनिकहरूले छोटो छोटो नजिकैको लडाईँ लड्ने, तर भइरहेको के थियो? साम्राज्य फैलिरहेको थियो र लडाईँहरू टाढा टाढा वर्षौंसम्म चलिरहेका थिए। सिद्धान्त र यथार्थबीच ठूलो खाड्यो थियो। अब सोच्नुस् त, यो पुरानो सिस्टम किन काम गरिरहेको थिएन? पहिलो कुरा, सेनामा जान सम्पत्ति हुनै पर्थ्यो अनि आफ्नो हतियार पनि आफै किन्नुपर्ने। अब कोही किसान महिनौसम्म, कहिलेकाहीँ त वर्षौंसम्म लडाईँमा जाँदा उसको खेतबारी के हुन्छ? चौपट। परिवार ऋणमा डुब्ने हो। यही कारणले गर्दा गणतन्त्रको लागि लड्न सक्ने मान्छेहरूको सङ्ख्या ह्वात्तै घट्यो। एकदमै ठूलो जनशक्तिको सङ्कट आयो। अब यस्तो सङ्कटको बेला एकजना मान्छे अगाडि आए, जेनरल गायस मारियस, र उनले एउटा यस्तो समाधान ल्याए जसले रोमको सेनालाई सधैँको लागि बदलिदियो। यी सुधारहरूलाई मारियन सुधार भनिन्छ र यी साँच्चै नै क्रान्तिकारी थिए। यसले के गर्यो भने रोमन सेनालाई, जुन पहिले नागरिकहरूको अस्थायी ड्युटी जस्तो थियो, त्यसलाई एउटा स्थायी प्रोफेसनल लडाकु फोर्समा बदल्यो। अब सेनामा भर्ना हुनु भनेको एउटा जागिर खानु जस्तै भयो, एउटा करियरै बन्यो। मारियसले के गरे त? उनले नियम नै बदलिदिए। अब सेनामा भर्ना हुन कुनै धन सम्पत्ति चाहिँदैनथ्यो। जो कोही पनि, गरिब होस् वा भूमिहीन, स्वयंसेवक बन्न सक्थ्यो। राज्यले नै सबैलाई एकै नासको हतियार र तालिम दिन थाल्यो। अनि सबैभन्दा ठूलो कुरा, जागिर सकिएपछि, मतलब सेवानिवृत्त भएपछि जमिन र पैसा दिने बाचा गर्यो। अब यो त भूमिहीन गरिबहरूका लागि सुनौलो अवसर बन्यो नि। अब यो समाधानले तत्कालको समस्या त हल गर्यो, तर यसले एउटा यस्तो नयाँ समस्या जन्मायो जसको कसैले कल्पना पनि गरेको थिएन, र त्यो थियो वफादारीको प्रश्न। अब सैनिकहरूको वफादारी राज्यप्रति रहेन, उनीहरूको जनरलप्रति हुन थाल्यो। कुरा एकदमै सरल थियो। जसले तलब दियो, वफादारी उसैप्रति। सैनिकहरूका लागि राज्य वा गणतन्त्र भनेको एउटा टाढाको, नदेखिने कुरा भयो। तर उनीहरूको जेनरल नै उनीहरूको तलब, उनीहरूको भविष्य, उनीहरूको सबै कुराको ग्यारेन्टी थियो। इतिहासकार एरिक हिल्डिङ्गरले यसलाई राम्रोसँग वर्णन गरेका छन्। उनी भन्छन्, यी मानिसहरू व्यावसायिक सैनिक थिए जसको वफादारी सायद राज्यबाट हटेर सेनातिर ढल्किँदै थियो। एउटा यस्तो संस्था जसले गणतन्त्रले भन्दा बढी उनीहरूको हेरचाह गरेको थियो। यो एकदमै गहिरो कुरा हो। सैनिकहरूले टाढाको सिनेटलाई होइन, आफ्नो जनरललाई नै आफ्नो संरक्षकको रूपमा हेर्न थाले। अब जब सेना कुनै जनरलप्रति व्यक्तिगत रूपमा वफादार हुन्छ, तब के हुन्छ? हो, त्यही सेना राजनीतिक हतियार बन्छ। महत्वाकांक्षी जनरलहरूले अब शक्तिमा पुग्नको लागि यही नयाँ बाटो अपनाउन थाले। यो खतरनाक परम्पराको सुरुवात अरू कसैले होइन, मारियस आफैले गरे। उनले आफ्ना सेना र जनताको समर्थनलाई प्रयोग गरेर एकचोटि दुईचोटि होइन, अभूतपूर्व रूपमा 7 पटक कन्सुल पद जिते। यस्तो पहिले कहिल्यै भएको थिएन। यसले गणतन्त्रको नियम र मान्यताहरूलाई धुजाधुजा पारिदियो। मारियसले जुन बाटो देखाए, त्यसपछि त अरू जेनरलहरू पनि त्यही बाटोमा हिँड्न थाले, तर अझै खतरनाक तरिकाले। हेर्नुस् त, पहिले मारियसले सेनाको समर्थनमा चुनाव जिते। त्यसको केही वर्षपछि सुल्ला भन्ने जेनरलले त आफ्नो सेना लिएर रोम सहरमाथि नै हमला गरे। त्यसपछि आयो पहिलो ट्रायम्ब्रेट। सिजर, पम्पी र क्राससले सिनेटलाई नै बाइपास गरेर आफ्नो छुट्टै शक्ति केन्द्र बनाए। र अन्ततः सिजरले आफ्नो वफादार सेना लिएर रुबिकन नदी पार गरे, जसले गृहयुद्ध सुरु गर्यो र उनी आजीवन तानाशाह बने। यो एउटा खतरनाक श्रृङ्खला थियो।
यसरी मारियसको सुधारबाट सुरु भएको यो श्रृङ्खला, यो डोमिनो इफेक्टले अन्ततः गणतन्त्रको अन्त्य नै गरिदियो। शक्तिशाली जनरलहरू र उनीहरूका वफादार सेनाहरू बीचको यो लामो र रक्तपातपूर्ण चक्र अन्तमा गएर एकजना मान्छे शीर्षमा पुगेपछि मात्रै रोकियो, र ती थिए अगस्टस। उनीले रोमन साम्राज्यको स्थापना गरे। यसरी नै क्रान्ति पूरा भयो र गणतन्त्र इतिहासको पन्नामा मात्र सीमित रह्यो। अन्तमा रोमको यो कथाले एउटा एकदमै महत्त्वपूर्ण र सधैँ सान्दर्भिक रहने प्रश्न छोडेर जान्छ। जब कुनै नेताप्रतिको व्यक्तिगत वफादारीले राज्यप्रतिको संस्थागत वफादारीलाई जित्छ, तब के हुन्छ? यो केवल प्राचीन इतिहासको कुरा मात्र होइन, यो शक्ति, वफादारी र संस्थाको पतनको एउटा यस्तो पाठ हो जुन आज पनि उत्तिकै सान्दर्भिक छ।